हेलो हेलो साथीहरु सबैजनालाई स्वागत छ हाम्रो भिडियोमा। हामी मलेसियादेखि हामी अहिले नाइट ड्युटी गर्दै छौ। यसलाई चाहिँ हल्का ओटी भन्दा पनि मिल्छ, इन्टरटेनमेन्ट भन्छन् के भन्छन् त्यस्तो भन्दा पनि हुन्छ हैन। यो सबै देखिरहेको चाहिँ फलामहरु हो साथीहरु। यसमा चाहिँ खाक्सी लगाएर चाहिँ पेन्टिङ गर्ने काम भइरहेको छ। हाम्रो साथीहरु हुनुहुन्छ यतातिर, टक्क हेर है त कस्तो भइरहेछ यहाँ। यसलाई चाहिँ के भन्छ रे सर? यसलाई इनामेल भन्छ हैन? प्राइमर। प्राइमरले के काम गर्छ सर? प्राइमरले के काम गर्छ? प्राइमरले यो के भन्छ रे, खै के भन्छ, वाटरप्रुफ बनाउँछ। यो प्राइमर हो साथीहरु, यो प्राइमर लगाइरहेको छ ट्याक्क लाएर। अब यो लाइट चाहिँ पहिला खाक्सी लगाइयो, त्यसपछि प्राइमर लगाइयो साथीहरु। त्यसपछि आएर फेरि भोलि अर्कोचोटि कलर लगाउने हो। इनामेल लाउने हो। यो इनामेल भन्छ कि यसलाई कलर भन्छन् खासमा? यसलाई प्राइमर इनामेल यसरी लगाइन्छ साथीहरु। हल्का रमाइलो पनि भइराछ हैन। प्राइमर लगाइसकेपछि बल्ल कलर लगाइन्छ। यो सबैलाई थाहा भएको कुरो हो, हामी धेरै जान्ने नबनौं। यो खास चाहिँ यो फलाममा हल्का हल्का खै लागेको छ के, हल्का हल्का खै लागेको छ। त्यही भएर चाहिँ यो खैलाई चाहिँ मेटाउनको लागि हाम्रो बोसले चाहिँ कलर लगाउन चाहिँ हामीले लगाउनु भएको हो। तपाईहरु देख्न सक्नुहुन्छ। यसलाई चाहिँ यो खै लागेकोलाई चाहिँ कलर लगाउँदाखेरि चाहिँ अलिकति प्रोटेक्टिभ भन्छन् कि के भन्छन् त्यस्तो हुने रहेछ। अलिअलि खर्च त भइ नै हाल्छ हैन। खर्च भए पनि जे भने अहिले फलामको भाउ तपाईहरुलाई थाहै होला, धेरै महँगो छ। यता हुनुहुन्छ हाम्रो विष्णु सरले पनि लगाइराख्नु भएको छ। पुरा हरियाली हरियो कलर छ कि यो हैन? राति भएर हरियो देखिरहेछ क्या त, खै के यो कुराकानी साथीहरु यस्तो हुन्छ है। यहाँ छ अझै बाँकी ट्याक्क लगाएर। यो चाहिँ हाम्रो कम्पनी। यतातिर रुखसुख छन्, रुखको छाहारीमा ट्याक्क लगाएर चिसो हावापानी खाँदै हामीले रातमा यहाँ कलर पेन्टिङ हुँदैछ साथीहरु। नानीहरुको भत्ता फेरि माइलीको खातामा आउँछ र